नमस्कार सम्पूर्णजना, तपाईहरुको माझ फेरि पनि भिडियो लिएर आइसकेको छु। आज हामी कुरा गर्नेछौँ कि तपाईको भोटर कार्डमा अनि तपाईको मतदाता नामावलीमा छ कि छैन, तपाईहरुले कसरी चेक गर्नुहुन्छ म आज तपाईहरुलाई सिकाउने छु। त सबैभन्दा पहिला तपाई आफ्नो क्रोम ब्राउजर या गूगल ओपन गर्नुहोला। ओपन गरेपछि तपाई आफ्नो सर्च गर्नुहोला electioncommission.gov.np। त्यसपछि तपाईको यस्तो इन्टरफेस खोल्छ। यस्तो इन्टरफेस ओपन भएपछि तपाईले इलेक्सन कमिसन नेपालमा क्लिक गर्नु। क्लिक गरेपछि तपाईले यहाँ मतदाता नामावली आफ्नो नाम खोज्नुस् भने त्यसमा सिम्पली क्लिक गर्नु। क्लिक गरेपछि तपाईको यस्तो इन्टरफेस हुन्छ। यसमा मतदाता नामावली ठेगाना अनि त्यसमा ठेगाना भर्नु। त्यसमा यसमा लेखेको छ प्रदेश, तपाई जुन प्रदेशमा प्रदेश क्लिक गर्नु होला। त्यसपछि तपाईको जिल्ला छ, जिल्ला कुन जिल्लामा बस्नुहुन्छ, तपाईको कुन जिल्लाबाट बनेछ त्यो राख्नु होला। त्यसपछि आफ्नो पालिका, तपाईको पालिका नगरपालिका कुन छ त्यो राख्नु होला। त्यसपछि तपाई आफ्नो वार्ड नम्बर राख्नु होला। त्यसपछि मतदाता केन्द्र तपाई त्यो राख्न सक्नुहुन्छ। त्यसपछि यहाँ सबमिट छ, सबमिटमा क्लिक गर्नु होला। सबमिटमा क्लिक गरेपछि तपाईको फेरि यस्तो इन्टरफेस खुल्छ। सिम्पली आफ्नो नाम लेखिरहेछु। नाम लेखेपछि म सर्च गरे। सर्च गरेपछि मेरो नाम आइसकेछ, हेर्न सक्नुहुन्छ मेरो नाम आइसक्यो। त्यसमा लेखेको हुन्छ एउटा बोल्टमा मतदाता वितरण। तपाईको त्यसमा क्लिक गर्नु। सिम्पली तरिकाबाट तपाई त्यसमा क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरेपछि तपाईको फेरि यस्तो इन्टरफेस छ। जन्म मिति र नागरिकता नम्बर भरि सबमिट गर्नु होला। त्यसमा तपाईले आफ्नो जन्म मिति यसमा राख्न सक्नुहुन्छ। म राखिरहेछु जन्म मिति। तपाईको यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुलेपछि तपाईले आफ्नो जन्म मिति र नागरिकता नम्बर राख्नुपर्छ। त्यसपछि तपाईको विवरण खुल्छ र तपाईको यहाँ छ मतदाता व्यक्तिको विवरण, जन्म मिति तपाईले यसमा साल लेख्नु छ, यसपछि महिना अनि त्यसपछि गते तपाईको कुन गते। त्यसपछि तल छ नागरिकता प्रमाणपत्र। त्यसपछि त्यसमा तपाईले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर राख्नु होला। मैले राखिरहेको छु, मैले राखिसके। त्यसपछि आई एम नट रोबोट त्यसमा क्लिक गर्ने। क्लिक गरेपछि तपाईले फेरि सबमिट गर्नु। सबमिट गरेपछि तपाईको यहाँ हेराइहाल्छ। यस तपाईको सब थोक